Hello everyone, it's me Vidisha and once again welcome back to my channel. So आज चाहिँ day 4 टिकाको दिन अनि यसपालि चाहिँ हामी टिका मनाउन आउट अफ स्टेसन छौं. So good morning from Bangalore. यति ठुलठुलो बिल्डिङ छ यता. Oh my god. यता चारैतिर बिल्डिङ छ. भाइ साइकल खेल्दैछ. बिचारा बच्चा साइकल खेल्न नपाएर खरो भएको रहेछ. मम्मी अनि अहिले चाहिँ हामी टेरेसमा छौँ माथि. अनि दादा चाहिँ तल उतो टिकाको तयारी गर्दै हुन्छ. अनि टिका यसपालि हामी बेंगलोरमा लाउने. कस्तो हुन्छ म हजुरहरूलाई देखाउँछु. मेरो भाइले मलाई भ्लग गर्न दिएको छैन. टिका कहिले यस्तो पनि हुनुपर्छ हो. नमान्छे यताउता लाइक शेयर सब्स्क्राइब कमेन्ट गर्नुस् होला. बस हो गयो. सक्यो. नानीले पनि साइकल चलाइरहेको छ. तपाईले यसको निकनेम सुन्नु भएको थिएन होला. यसको निकनेम नानी हो. यी हेर्न त कद्दुले त चलाउनै पाएको छैन. कद्दु 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 कद्दु. हेर अब चाहिँ म रेडी भए. मेरो भाइ पनि छ उता यता. साथीहरु यहाँ मम्माले यसरी सजाउनु भएको छ कलश. यो चाहिँ गणेश हो. अनि यता मम्माले रोजहरुबाट सजाउनु भएको छ. अनि यता बेंगलोरमा चाहिँ यति राम्रो फुलहरु पाउँछ. हेर्नुस् न. ओ माय गॉड. येलो रोज. वाउ. यहाँ कति धेरै फ्लावरहरु छ. वाउ. यो मेरीगोल्ड हेर्नुस् न कति ठुलो. अनि यता छ यो दिया. यसको ढक्कन मलाई मन पर्यो. अनि यहाँ छ टिकाको प्लेट र यसमा जमरा र टिका छ. र यो चाहिँ नितुको घर हो. यो चाहिँ सिटिङ रुम हो र सिटिङ रुममा छ डाइनिङ टेबल. भाइले लथालीमा पारेको छ. अनि यता छ सोफा. यो पिंकी हो. मलाई पिंकी एकदम मन पर्छ. कति सफ्ट छ. अनि मलाई यो ठाउँ पनि मन पर्छ. यता चाहिँ बाल्कनी जस्तो छ.